निमावि तहको विज्ञापन प्रकाशित गरिसकेको छ। धेरैजना साथीहरूको पर्खाइ थियो कि माविको विज्ञापन आइसक्यो, निमाविको कहिले आउँछ भनेर, तर आयो। किनभने शिक्षक सेवा आयोगले प्रकाशित गरेको आफ्नो कार्यतालिकामा निमावि तहको विज्ञापन फागुन मसान्त पनि प्रकाशित गर्नेछ भनेर प्रकाशन गरेको थियो। सायद चुनावको कारणले ढिलो भएको छ, तर चैतको 24 गते प्रकाशित गरिएको छ। यो विज्ञापन सम्बन्धी सम्पूर्ण जानकारी तपाईहरुलाई यो भिडियोमा एकदम छोटकरीमा जानकारी गराउन गइरहेको छु। तपाईहरुले यो भिडियो अन्तिमसम्म हेर्नु होला। यो विज्ञापन प्रकाशित गरेको मिति भनेको 2082 साल 12 महिना 24 गते रहेको छ। त्यस्तै यसमा दिएको छ अनलाइन फर्म भर्ने वेबसाइटको नाम, यसबाट तपाईहरुले चाहिँ अनलाइनबाट फर्म भर्न सक्नुहुन्छ। त्यो भन्दा पहिला हामीले विज्ञापन हेरौं, कुन विषयमा कतिवटा सिट निकालिएको छ त। सबभन्दा पहिला यहाँ नेपाली विषयमा तपाईले एकमुष्ट सबै प्रदेश गरी जम्मा 109 वटा सिट रहेको छ हैन। तपाईहरुलाई यदि यो विज्ञापनको पीडीएफ चाहियो भने भिडियोको डिस्क्रिप्सनमा राखिदिएको छु, हेर्नु होला हैन। नेपाली विषयमा तपाईले सबै प्रदेश मिलाएर एकमुष्ट गरी जम्मा 109 वटा सिट प्रकाशित गरिएको छ। त्यस्तै अंग्रेजी विषयको सबै प्रदेश मिलाएर जम्मा 153 वटा सिट प्रकाशित गरिएको छ। त्यस्तै गणित विषयको सबै प्रदेश मिलाएर जम्मा 119 वटा सिट प्रकाशित गरिएको छ। त्यस्तै विज्ञानमा सबै प्रदेश मिलाएर जम्मा 107 वटा सिट प्रकाशित गरिएको छ। त्यस्तै सामाजिक अध्ययन सबभन्दा बढी विद्यार्थी फर्म भर्ने सब्जेक्ट भनेको मलाई लाग्छ यही हो। सबै प्रदेश मिलाएर यसमा जम्मा 95 वटा सिट प्रकाशित गरिएको छ। त्यस्तै गणित विज्ञान सबै प्रदेश मिलाएर जम्मा यसमा 93 वटा सिट प्रकाशित गरिएको छ। त्यस्तै संस्कृत व्याकरण जम्मा 2 वटा सिट प्रकाशित गरिएको छ। त्यस्तै संस्कृत भाषामा जम्मा एउटा सिट प्रकाशित गरिएको छ। यो भयो तपाईहरुले कुन सब्जेक्टमा कतिवटा सिट प्रकाशित गरिएको छ र कुन प्रदेशबाट कतिवटा छ। तपाईहरुले भिडियो पाउज गरेर हेर्नु होला हैन, नत्र भिडियो लामो हुन जान्छ। त्यसपछि आयो तपाईहरुले विज्ञापन त हेरियो हैन। सबैको मनमा जिज्ञासा होला कि यसको परीक्षा भने कसरी हुन्छ, एक चरणमा हुन्छ कि 2 चरणमा हुन्छ कि 3 चरणमा हुन्छ। यसको परीक्षाको किसिम भन्ने हो भने यहाँ देखिएको छ लिखित परीक्षा हुन्छ, जसमा पहिलो सामान्य परीक्षण र अर्को विषयगत भनेपछि फर्स्ट पेपर हुन्छ। पहिला 50 वटा अब्जेक्टिभ क्वेशन जुन 100 मार्कको हुन्छ र त्यसमा उत्तीर्ण भइसकेपछि तपाईको विषयगत परीक्षा हुन्छ सब्जेक्टिभ, जुन तपाईले प्रथम पत्रमा पास भएपछि उत्तीर्ण भएपछि मात्र तपाईले द्वितीय पत्रको एक्जाम दिन पाउनुहुन्छ र द्वितीय पत्रमा पनि उत्तीर्ण भइसकेपछि पास भइसकेपछि अन्तिम चरण भनेको तपाईको अन्तर्वार्ता हो र अन्तर्वार्तामा पास भइसकेपछि तपाईले नियुक्ति पत्र हातमा पाउनुहुन्छ भनेपछि तपाई सरकारी जागिरे हुनुहुन्छ। र त्यसपछि यति भइसकेपछि परीक्षा कहिले हो, परीक्षा सञ्चालन हुने मिति भने परीक्षा कहिले हुन्छ त। यसको प्रथम पत्रको परीक्षा भनेको 2083 साल जेठ महिनाको 23 गते हो, शनिबारको दिन 1 बजे हैन। र पहिला प्रथम पत्रको हुन्छ। प्रथम पत्रको नतिजा आइसकेपछि मात्र द्वितीय पत्रको डेट मिति चाहिँ सार्वजनिक हुन्छ। त्यस्तै अर्को भनेको परीक्षा केन्द्र। अब यो एकदम महत्त्वपूर्ण विषय हो। धेरै साथीलाई थाहा हुन्छ कि विज्ञापनमा त सबै प्रदेशबाट निकालेको छ र यसको परीक्षा केन्द्र पनि प्रदेश वाइज नै हुन्छ। किनभने तपाईले यहाँ विज्ञापन हेर्नु होला माथि भिडियो पाउज गरेर, जुन प्रदेशबाट तपाईले फर्म भर्नुभयो भने त्यसको सेन्टर चाहिँ त्यही प्रदेशमा हुन्छ हैन। यो चाहिँ धेरै साथीको कन्फ्युजन हुन्छ। अब हेरौँ कुनको परीक्षा केन्द्र कहाँ हुन्छ। परीक्षा केन्द्र भनेको कोशी प्रदेशबाट तपाईले फर्म भर्नुभयो भने त्यसको परीक्षा केन्द्र मोरङमा हुन्छ भनेपछि खास गरेर विराटनगर हुन्छ। त्यस्तै मध्य प्रदेशबाट तपाईले फर्म भर्नुभयो भने त्यसको परीक्षा केन्द्र धनुषा जिल्लामा हुन्छ, जनकपुरतिर। त्यस्तै बागमती प्रदेशबाट तपाईले फर्म भर्नुभयो भने मकवानपुर जिल्लामा हुन्छ, हेटौडा। त्यस्तै गण्डकी प्रदेशबाट तपाईले फर्म भर्नुभयो भने कास्की हुन्छ, पोखरातिर। त्यस्तै लुम्बिनी प्रदेशबाट तपाईले फर्म भर्नुभयो भने दाङ हुन्छ। कर्णाली प्रदेशबाट फर्म भर्नुभयो भने तपाईको एक्जाम सेन्टर सुर्खेत हुन्छ र सुदूरपश्चिम प्रदेशबाट तपाईले फर्म भर्नुभयो भने कैलाली जिल्लामा हुन्छ। र यहाँ भनेको छ यदि आवेदनको संख्या धेरै भयो भने जिल्लाहरुमा उक्त जिल्लामा परीक्षा व्यवस्था गर्न नसक्ने भए आगे अर्को निर्णय भनेपछि अर्को जिल्लामा पनि जान सक्छ यदि धेरै परीक्षार्थीको संख्या भयो भने। त्यसपछि
बाँकी कुरा त बुझ्नु होइन। अब एकदमै महत्त्वपूर्ण कुरा, तपाईँ फर्म भर्दाखेरि कति परीक्षाको शुल्क कति तिर्नुपर्छ, परीक्षा दस्तुर कति तिर्नुपर्छ यहाँ देखिएको छ। प्रत्येक सब्जेक्ट बापत भनेको 700 दस्तुर तोकिएको छ र त्यसपछि तपाईले समावेशी जस्तै महिला, मधेसी, जनजाति अन्य छ नि समावेशी समूहहरू, यदि प्रत्येक समावेशी समूह बापत तपाईले 500 को दरले परीक्षा दस्तुर बुझाउनु पर्ने हुन्छ। पहिलो भनेको 700 र त्यसमा प्रत्येक समावेशी समूहतर्फ 500 थप हुँदै जान्छ, यो ध्यान दिनु होला है। र दस्तखत दिन भनेपछि फर्म भर्ने मिति कहिलेसम्म हो त? फर्म भर्ने मिति भनेको 2083 साल वैशाखको 23 गतेसम्म सिंगल दस्तुरमा रहेको छ। त्यस्तै डबल दस्तुरमा 2083 साल वैशाखको 30 गतेसम्म रहेको छ। सकेसम्म तपाईहरु सिंगल दस्तुरमा नै फर्म भर्नु होला, डबल दस्तुर किन तिर्ने हामी, हैन। र अर्को कुरा एकदम महत्त्वपूर्ण कुरा रहेको छ यहाँ धेरै साथीहरुको, उमेर कति चाहिन्छ त? फर्म भर्नको लागि 18 वर्ष उमेर पूरा भएको र 40 वर्ष ननागेको हुनुपर्ने हुन्छ, हैन। फर्म भर्नको लागि 18 वर्ष उमेर पूरा भएको र 40 वर्ष ननागेको हुनुपर्छ। तपाईले मज्जाले फर्म भर्न पाउनुहुन्छ। तर बाबुले यदि प्राविमा कोही थाई हुनुहुन्छ भने उसको लागि उमेर हद चाहिँदैन। र फर्म कसरी गर्ने भनेपछि यहाँ वेबसाइट दिएको छ, www. फर्म भर्नको लागि यहाँ वेबसाइट दिएको छ, online.tsc.gov.np मा गई तपाईले अनलाइनमा फर्म भर्न सक्नुहुन्छ। तपाईहरुलाई थप जानकारी चाहियो भने भिडियोमा कमेन्ट गर्नु होला। यो भिडियो लामो हुन गइरहेछ, यसलाई यही अन्त गरौँ। हस्, धन्यवाद।